मिरिक बजारको मर्मा बस्ती मोटर स्ट्यान्डदेखि पहिला गाउँ स्कुल डाँडा अनि मर्मा च्याबारीलाई जोड्ने सडक अवस्था जीर्ण बनेपछि हाल गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन मार्फत पुनर्निर्माण कार्य भइरहेको छ। यस अवसरमा बोल्दै स्थानीय मदन राईले हाल पहिलो चरणमा मर्मा बस्ती मोटर स्ट्यान्डदेखि टिङटिङे खोलासम्मको सडक सिमेन्टद्वारा ढलान भइरहेको बताएका छन्। उनले हाल विशेष ठाउँहरू जहाँ सडकको अवस्था धेरै शोचनीय बनेको थियो सो ठाउँहरूमा ढलान भइरहेको बताएका छन्। यसरी नै बर्खायाम सिद्धिएपछि अलकत्रा बिछ्याउने कार्य पनि हुने जानकारी गराए। उनले सडक निर्माणपछि यस क्षेत्रका मानिसहरूले दीर्घ दिनदेखि भोग्दै आइरहेको समस्याको समाधान हुने पनि बताएका छन्। यसका साथै उनले क्षेत्रीय सभासद मिलेश राई अनि जिटिएका प्रमुख कार्यपाल अनित थापाप्रति गाउँवासीको पक्षबाट आभार पनि प्रकट गरेका छन्। यसबाहेक उनले निर्माण कार्य अवधि कसैलाई पनि वाहन नगुडाइदिने आह्वान पनि गरेका छन्। यता 24 नम्बर समष्टिका सभासद मिलेश राईले उक्त सडक निर्माण कार्यमा स्थानीय चालकवर्ग लगायत अन्य जनसाधारणले धेरै सहयोग गरिरहेको बताउँदै उनले हाल केही दिनसम्म जनसाधारणलाई असुविधा भइरहेको तथापि केही दिन पश्चात यातायात पुनः सञ्चालन हुने बताएका छन्। मेरो नाम चाहिँ मदन राई। है मिरिक बस्तीदेखि मिरिक बजारदेखि पहिला गाउँ स्कुल डाँडा हुँदै मर्मासम्म जोड्ने चाहिँ बाटो थियो। त्यसको अवस्था जीर्ण भए पश्चात अहिले यो रिपेयरिङको काम चलिरहेछ। के कस्तो प्रकारले काम चलिरहेछ? हजुर, यो सबभन्दा फर्स्ट चाहिँ फेस तपाईँको बौद्धीदेखि टिङटिङसम्मको यो फर्स्ट फेस हो। र यसमा चाहिँ के भने जहाँ जहाँ भत्केको थियो होइन, जहाँ जहाँ पिच राम्रो थियो, जहाँ जहाँ भत्केको थियो त्यहाँ चाहिँ हामीले जुन चाहिँ यो ढलाइ है सिसी गर्ने चाहिँ काम गरिरहेको छु। यसलाई चाहिँ हामी द्रुत गतिमा गऱ्यो भने चाहिँ अब गाडीहरूलाई आवत जावतमा सुविधा हुन्छ भने चाहिँ हाम्रो एकदमै चाँडो काम गर्ने चाहिँ प्रक्रिया चल्दैछ। कति इन्चको ढलाइ चलिरहेछ? हजुर, यहाँनिर विशेष चाहिँ 4 इन्च चाहिँ हाम्रो कम्पलसरी यो इन्जिनियरले दिएको 4 इन्च चाहिँ गर्नै पर्ने हो। तर अब कोही जग्गा अब 6 इन्च पनि गएछ है, कोहीमा 5 इन्च पनि गएको छ ढलाइ चाहिँ। अहिले कहाँदेखि कहाँसम्म चाहिँ बाटो बनिसकेको छ यो? हजुर, यो तपाईँको यो पिपल अलिक माथिदेखि तपाईँको यो एस गोलाइसम्म चाहिँ यो कम्प्लिट हुन्छ अब। अच्छा, भनेपछि यो सिसी मात्र हो कि यस पश्चात यसमा कार्पेटिङको अरू कामहरू पनि छ? हजुर, अहिले चाहिँ के हो भने यो अब रेनी सिजन आयो, त्यसले गर्दाखेरि यो जति पनि भत्केकोलाई चाहिँ अब सिसी गर्दै गरेर चाहिँ बादमा जब यो रेनी सिजन अलिक सकेपछि चाहिँ तपाईँको फेरि कार्पेटिङ सुरु हुन्छ हजुर रहेको जग्गामा। भनेपछि मिरिक बस्ती होइन लगायतका क्षेत्रहरूलाई यो बाटो यो रिपेयर भए पश्चात चाहिँ कतिको सुख सुविधा हुन्छ र पहिला कस्तो अवस्था थियो? अब के भने यहाँनिर धेरै असुविधा भएर थियो। के भने बाटो अप्ठ्यारो थियो है, अब धेरै अब बर्खा सिजनमा झन् अप्ठ्यारो हुन्थ्यो है, बाइकहरू हिँड्नु है, अन्तखेरि स्टुडेन्टहरू हिँड्नुदेखि लिएर होमस्टेहरू छ। अब यो ब्लकेज भइरहेछ, हामीलाई पनि थाहा छ, यसमा धेरै असुविधा छ, सबैलाई असुविधा छ है। अब सामानहरू बोकेर हिँड्नु पर्दैछ है, यहाँनिर होमस्टेहरू छ, होमस्टेमा मान्छेहरूलाई आउनु असुविधा भएको छ। र अब यसले यो बनिएपछि सबैलाई सुविधा हुन्छ, अब सबैको लागि सुविधा हो है। जति टाइममा बजार पुग्थ्यो त्योभन्दा छिटो हुन्छ है, सबैको लागि राम्रो हो। र म चाहिँ के भन्न चाहन्छु भने र पनि हामी यत्रो दुःख गरेर हामी 7 बजीसम्म 8 बजीसम्म बसेर यो बाटोलाई राम्रो बनाउने कोसिस गर्छौँ, तर पनि अब कतिजना मान्छेहरू बाइक हिँडेर है बाटोहरू भत्काइदिरहेछ है। अब बारेकहरू पनि भत्काएर राति हिँड्छ। अब हामीले 7 बजीसम्म बस्छौँ, हामी 8 बजीसम्म बस्छौँ, र पनि कुन टाइममा हिँड्छ हामी थाहै पाउँदैन, राति हिँड्छ होला सायद है। र उहाँहरूलाई पनि म एउटा निवेदन गर्न चाहन्छु कि यसरी हामीले बनाइरहेको बाटो यो सबैको लागि हो, यसमा चाहिँ त्यसरी नहिँडियोस् है। अब यसले गर्दाखेरि किनभने सबैलाई अब क्षति पुग्छ है, बनाएको बेलामा सबले हामीलाई सहयोग गरेस् भन्ने चाहिँ म यो च्यानलबाट चाहिँ म तपाईँहरूलाई अवगत गराउन चाहन्छु। यति बेला सम्झिनु पर्दा कसलाई सम्झिनुहुन्छ? बाटो निर्माण भइरहँदाखेरि कसलाई आभार प्रकट गर्न चाहन्छु? हजुर, अब यो सबभन्दा फर्स्ट चाहिँ अब तपाईँको हाम्रो के अरे जिटिए कार्यपाललाई नै हामी सबभन्दा बेसी अब धन्यवाद दिन चाहन्छु। उहाँको एउटा सोचले नै यो बनिएको र त्यस पश्चात चाहिँ के भने हाम्रो सभासद है हाम्रो 24 नम्बर सभासद मिनिस राईज्यूलाई अब उहाँको एकदमै ठुलो परिश्रम छ यो बाटो लिनुमा है। किनभने उहाँले यो लिएर पनि है गराएर पनि बारम्बार आउनुहुन्छ उहाँ है। बिहानदेखि बेलुकासम्म बस्नुहुन्छ है। अहिले भर्खर आएर मिटिङ छ र आज उहाँ जानुभयो है। उहाँले बिहानदेखि बेलुकासम्म बसेर है यसरी उहाँले धेरै कोअपरेट गरिरहनु भएको छ होइन, यो गाउँको निम्ति है, यो यहाँको बासिन्दाको निम्ति है। र उहाँलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। सबैभन्दा यो हाम्रो पाइला गाउँ सबै बासिन्दाको बाटो छ। विशेष अस्ति बिहिबारदेखिको जुन प्रकारले जुन दिन हामीले त्यसको शिलान्यास गर्यौँ, जुन दिनदेखि हाम्रो सम्पूर्ण भाइहरू अनि क्षेत्रको हाम्रो चालक दाजुभाइहरूले जुन प्रकारले कोअपरेट गरिरहेको छ है, त्यो आधारमा काम पनि द्रुत गतिमा गरिरहेको छ। अनि बिहिबारको दिनदेखि चाहिँ मैले एउटा
मन बनाएँ होइन म अब त्यहाँ बसेर नै यसलाई अझै स्पिड पक्राएर काम गराउनुपर्छ भन्ने हेतु म बिहिबारदेखि आइतबार पनि नभनिकन हिजो पनि सम्पूर्ण श्रमिक दाजुभाइ साथै त्यहाँ जो खटिरहेको छ सबैले समय दिएर काम एकदमै द्रुत गतिमा भइरहेको त्यो अब अहिले हामीले दिन प्रतिदिन तपाईँहरूकै सम्प्रासनन मार्फत हामीले जानकारी गराइरहेको छौँ र काम जुन प्रकारले गर्नुपर्ने त्यो एउटा कामको स्केल पनि हेरेर हामीले त्यहाँनिर डेली आफू नै गइरहेको छु है। काम एकदमै खुसी छु, राम्रो प्रकारले गरिदिनु हुँदैछ। अनि धेरै दुःख चाहिँ हाम्रो जनता जनार्दन, हाम्रो अभिभावकवर्ग, विद्यार्थी नानीहरू, चालक दाजुभाइहरूलाई भइरहेको छ। तर उहाँहरूले धेरै कोअपरेट गरिरहेछ। अनि धेरै दिन छैन, अब 2 दिनदेखि 3 दिनभित्रमा चाहिँ हामी मेन सिसीको काम चाहिँ हामी कम्प्लिट गर्छौँ है। त्यहाँदेखि हाम्रो बिटुइङ वर्क्स हुन्छ। बिटुइङ वर्क गर्दा त हामीलाई त्यस्तो प्रकारको हामी गाडी बन्द गरेर गर्नुपर्ने हुँदैन। तर यो सिमेन्टेड काम जुन प्रकारले अहिले नयाँ प्रकारको इन्जिनियरिङ हेड्सबाट जुन प्रकारको नयाँ काम भइरहेको छ, यो मिरिक बस्तीको मेन रोडमा जुन सिङ्किङ जोनहरू छ त्यहाँनिर हामीले सिमेन्ट वर्क गरिरहेको छौँ, सिसीको काम गरिरहेको छौँ। अनि एउटा भ्रम फैलाउने काम पनि भइरहेको छ भन्ने हामीले सुनिरहेको छौँ। भ्रममा चाहिँ कोही पनि नपरिदिने, किनभने यो टेक्निकल हेड्सहरूले, जुन इन्जिनियरिङ विभागले जुन सिङ्किङ जोन छ, जुन ट्रनिङहरूमा धेरै खाल्डोहरू अब जुनै प्रकारले काम गर्दा पनि त्यहाँनिर धेरैभन्दा धेरै 6 महिनामा फेरि त्यही अवस्था भइहाल्ने हामीले देखिरहेको छौँ। अनि त्यसलाई हेरेर चाहिँ उहाँहरूले सिसी काम गर्नुपर्छ यो जग्गातिर भन्ने उहाँहरूको आदेश हुँदा नै, यो आदेशमा नै, सरकारी आदेशमा नै यो काम भइरहेको छ। अनि जुन समय यो सिसीको काम सक्छ त्यस पश्चात फेरि अलगत्तै काम पनि हुन्छ। फेसको काम छ है, 3 किलोमिटर गरेर गरेको छौँ। जम्मा बौद्धीदेखि मर्मासम्मको लेन्थ त 9 किलोमिटर हो। अनि यो अहिले जुन फर्स्ट फेजको सिसीको काम टिङटिङेदेखिको लिएर माथि हाम्रो एस टर्निङ कृष्ण चौथारा, आई थिङ्क कृष्ण चौथारा भन्छ होला, त्यहाँसम्मको लागि है, कमल चौथारा त्यहाँसम्मको लागि त्यो यो फर्स्ट फेजको काम भएको। अनि सबैभन्दा अप्ठ्यारो बाटो नै यो तल हाम्रो हनुमान मन्दिरदेखिको लियो यो कमल चौथारासम्म थियो। ल यसलाई चाहिँ हामीले एकदमै द्रुत पक्रिएर द्रुत गतिमा नै त्यो काम हामीले गराइरहेको छौँ। अनि काम गर्ने जुन हाम्रो लेबर दाजुभाइहरू छ उहाँहरू धेरै मात्रामा 50 देखि 55 जनाको एउटा समूहमा हामीले त्यहाँ काम गराइरहेको छौँ। अनि आफ्नो आफ्नो जिम्मेवारीमा उहाँहरूले काम पनि वहन गरिरहेको छ।